हेलो हेलो नमस्कार। मेरो आजको भ्लगमा तपाईहरुलाई आज चाहिँ म फर्सीको मुन्टा टिप्न गइराखेको छु। यो फर्सीको मुन्टा चाहिँ जति टिप्यो उति धेरै पलाउँछ रे। यो कोट बेताबाट यति टिपी फर्सीको मुन्टा 1 महिनामा रोपेको 1 महिनामा टिपी खाने हुँदो रहेछ। 2-3 जना परिवारलाई त के भन्छ यो आलु हालेर पनि हुने रहेछ हजुर। कता कता गएको यो फर्सीको लहरा पनि यताबाट यति फर्सीको मुन्टा निस्क्यो। अब यसमा म अलिकति यो चाहिँ हाम्रो गाउँमा कान्छी साग भन्छ, अमिलो अमिलो हुन्छ, मलाई चाहिँ मिठो लाग्छ। यो चाहिँ दबाई हुन्छ अरे, दबाई पनि हुन्छ भन्छ खै। दबाई चाहिँ के को हुन्छ मैले बिर्सिएँ है हजुर यो। तर यो साग जति चिमोटो त्यति आउँछ क्या यो चाहिँ। ल जति चिमोट्यो उति आउँछ, एकदम मिठो हुन्छ। यसलाई चाहिँ लसुन पड्काएर खोर्सानी पड्काएर बनाउनुपर्छ, सादा मिठो हुन्छ। यो आफ्नो बारीको यता चिमोट्यो उता चिमोट्यो गर्दा एक छाक हुन्छ। यता पनि अलिअलि यहाँ यस्तो टिपेको छ। सबै मिसमास गरेर खाँदाखेरि ठिक्कै हुन्छ। यहाँ चाहिँ मेरो काँक्राको बोट यत्रो भएको छ। यहाँ चाहिँ भेन्डाको बोट। यति भयो। अब माथि जाऊँ। अब माथि जाने हो टिप्नलाई। यस्तो साग पनि मिठो हुन्छ है हजुर खानलाई। यो पनि मिठो हुन्छ। म माथितिर लागेँ। यता पनि फल्या छ अलिअलि। आज चाहिँ मिसमास सब्जी खाने हो, सबै मिक्स गरेर। टमाटर हल्का पाक्दैछ। यो चाहिँ मेरो अलुवा, यो चाहिँ सिमी। यो सिमीमा कम्ता धेरै झुसिलो किरा परेको थिएन। झुसिलोले चाहिँ सकाप पार्ने रहेछ। चाहिँ मेरो बुढी पनि फुल्न लागेछ। आज घाम काठमाडौँमा टन्टलापुर घाम लागिरहेछ। आज एकदम गर्मी होला जस्तै छ। यो फर्सीको मुन्टा चाहिँ अलिक टिप्ने बेला भएको छैन रहेछ। माथि प्लेनहरू हिँड्दैछ। यहाँबाट चाहिँ एयरपोर्ट नजिकै पर्छ। अब यतातिर हेरौँ के सब्जी छ। चाहिँ मेरो डल्ले पनि फलेछ। डल्ले चाहिँ मैले प्रायः सधैँ टिपेर खान्छु। यो फुलमा मैले कति दबाई हाल्दाखेरि पनि यो लाई किराले यति एट्याक गर्छ। यसमा कुरै नगर्छ, बचाउनै गाह्रो भयो मैले यसलाई। यता मेरो टमाटर यस्ता भएछन्, मजाले फल्याछ। यता बुझो, यता पनि टमाटर पाकिरहेको अवस्था अलिअलि। यहाँ मेरो स्ट्रबेरी, यो मैले उयो रोपेको पानीले जाग्नु देला जस्तो छैन। यो कुरिलो यो पनि सानोमै यसलाई चाहिँ यस्तो टिपिदियो भने धेरै पलाउँछ अरे। यो फुलमा चाहिँ धेरै लाई लाग्दो रहेछ हजुर। यो मैले उदयपुर गाईघाटबाट ल्याएको ठुलो भएछ। सानो बिरुवा ल्याएको थिएँ, ठुलो भएको छ बिरुवा। यो कमलको फुल पनि भन्छ, यसलाई के भन्छ, ठुलो चमेली भन्दो रहेछ। यो पनि किराले खाएर। यो चाहिँ यहाँ चाहिँ मेरो सानो चमेली। आज मैले खरानी छोडिदिएको बिहान। यो तल्लो घरबाट झुसिलो किरा कम्ता हुँदैन मेरोमा। झुसिलो किरा आएर यो खरानी छोडिदिएको मैले। मेरो सानो सानो भन्दै थियो।
तुलसीको बोट। यहाँ चाहिँ हाम्रो गर्नु महाराज हुनुहुन्छ। आजलाई सब्जी यति नै भयो। टिफन टापन आजको लागि यति भए पनि आलु मिसाएर पुग्छ हामी दुईजनालाई। हाम्रो कान्छी माया के गर्छ। पल्ला घरतिर पनि टन्नै सब्जी लगाएको छ यसरी। यहाँनिर ऐनामा हेर्नु न झुसुलाले यो टुप्पै काटिदिएको ठुट्टै पारिदिएको छ। झुसुला किराले भेट्नै नहुने रहेछ। मेरो अम्बारी सानो सानो फलिरहेछ। यहाँ चाहिँ यसमा चाहिँ एउटा फलेछ तर एउटा 1 किलो हुन्छ भन्ने थियो खै। अस्ति यो थाक्रा लगाइदिएको मैले ल्याएर अब यो के लगाएर आलु हालेर खाने हो। मेरो भ्लगहरू के कस्तो लाग्छ हजुरहरूलाई। मेरो कर्ना टिभी च्यानललाई लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला। हस् अनि अहिले मैले मेरो आफ्नै शब्दमा लिरिक्स मेरो शब्दमा अहिले आनन्द कार्की र अस्मिता अधिकारी बहिनीले गाउनुभएको छ त्यो गाना पनि सुनेर साथ दिनु होला। हस् कान्छी के गर्दै हो त्यहाँ? सिसा पुस्दै। अब यो साग के लगाउने आउनुहोस् म नुहाउँछु। त्यति सिसा पुसी भयो अनि केलाइदिएर म आफै पकाउँछु। यहाँ नेपालको डुनट ल्याएको अब नुहाएर फ्रेस भएर डुनट खाने हो। नेपालको डुनट यो आफ्नो बारीको साग। यहाँ चाहिँ म 13 पुगेर भर्खर 14 लाग्दै गरेको करुणा। यता पनि त्यही हो त्यस्तै हो भर्खर 13-14 वर्षको उमेरमा। यो चाहिँ झापामा नेपाली प्रजातन्त्र आउँदा कार्यक्रम भएको थियो त्यति बेलाको तस्बिर हो हजुर। यो चाहिँ मलाई दिनुभएको मायाको चिनाहरू हो। यता पनि मायाको चिनाहरू सबैजनाले ल्याइदिनु भएको मायाको चिना। अब चाहिँ माम पकाएर खाने हो। मेरो बारीको टमाटर मेरो हजुरले टिपेर ल्याउनु भएछ। धनियाँ यो चाहिँ डल्ले खोर्सानी यो मटकाको भाँडाको पानी मिठो हुन्छ खानलाई। यो मेरो बारीको टमाटर हो। अलिकति राम्रो भएन टिप्दिया सबै बोटै उखालिदिया। थ्याङ्क यू फर वाचिङ एभ्रिबडी। सधैँ माया गरेर मेरो कर्ना टिभी च्यानललाई लाइक शेयर सब्सक्राइब गरिदिनु होला। अनि मेरो के भन्छ टिकटकमा पनि फलो गरिदिनु होला। ओ मेरो मम्मी हजुर यता मेरो मम्मी हजुर होइसिन्छ। यता चाहिँ मायाको चिनोहरू दिनुभएको सबैजनाले माया गरेर। बाइ बाइ शुभ दिन रहोस् हजुरहरू सबैजनाको।